हामीलाई त दसैँ लाग्छ है साथीहरू तेरिका फेरि मम्मीले तलबाट खोल्छ कि छाप्नु पर्यो साथीहरू अब फेरि कता हिँड्ने म त यहाँ आएपछि त उतापट्टि चाहिँ हाम्रो माउले यस्तो छ है हाम्रो माउला अब माइजी हिमाल देखेको के यहाँ खाजा यता चुरी पनि कति रमाइलो हो कि कति रमाइलो हो नगराउनु हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू म चाहिँ मामा घर छु सानो सानो स्वरमा बोल्दै कन्टेन्ट यो चाहिँ मेरो माउल त्यहाँ मामा हुनुहुन्छ यता मम्मी हजुरबा बोल्दै हुनुहुन्छ ओ भन्नु चाहिँ म काटिदिनु हजुर काली बोल्दिनँ त यो काली त यी हजुरबाले यहाँ औँठी दिन लाउनु भएको चाहिँ हजुरआमालाई रमाइलो छ हाम्रो बुढी हजुरआमा यता फेरि ओ नेतिनी हाम्रो मम्मी नेतिनी यस्तो छ है लाउनु पठाउँछु ल है कति रमाइलो हो कि कति रमाइलो हो नगराउनु त मेरो छेमा है मेरो छेमा मेरो मामा खै हेर्नु त मामा मामा भ्लग हेर्नु है भ्लग मामा घर आएको थिएँ होइन साथीहरू यहाँ टक्क लगाएर यस्तो देखिन्छ अनि म माथिबाट देखाउँछु होला हौ कस्तो छ मेरो माउल माउल हेर्ने हो के गर्ने म बच्चा जस्तो गरिदिन्छु बेला बेलामा तर म कालो देखेँ गोरी मान्छे कालो देखेँ यो चाहिँ मेरो माउल मैले अघि पनि भन्छ कि थोरै थोरै गरेर देखाएँ माइजू के गर्नु भएको छ नि यस्तो छ है हाम्रो माउला कुसिङ थोरै थोरै यस्तरी यहाँबाट हजुर माइजू आए यो चाहिँ मेरो माइजूको घर ओ अब माइजी हिमाल देखेको के यहाँ डाँडा काँडा यही हो यही माहौल गनीमा माइजूले के खानु बोलाउनु भएको छ कुनी खाजा खाना बोलाउनु भएको छ कुनी खाजा फोन गरेको होइन हौ माइजू हजुरलाई भिडियो क्याप्चर गरेको मैले त हिरोइन हो नि त हाम्रो त अनि होइन कतिखेर त बराबर छ भन्दाखेरि रेखा बाँधिदिनु कि मान्छेहरूलाई खालि बराबर त कतिखेर यहाँ बर्बादै भइरहेको छ है यो भुटे बाटो पनि बराबाटै पार्छ राम्रा बाँधिलाई यता चुरी म पनि नधोइकन भ्लग स्टार्ट गरेको गाह्रो छ साथीहरू गाह्रो छ मेरो अब सानो 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 भयो तेरिका फेरि मम्मीले तलबाट खोल्छ कि छाप्नु पर्यो साथीहरू खाएको छ म सबै देखाउँछु भनेको के गर्नु किन बोलाएको फेरि यस्तो मजा भइरहेको अब फेरि कता हिँड्ने म त यहाँ आएपछि त म त हिँडेको हो झ्याउ लाग्यो मैला गड यतापट्टि चाहिँ यो पल्लो गरी हिँडेको है म खोलीमा
मलाई त दसैँ लाग्छ यस्तोतिर दसैँ लाग्छ मामा टिका लगाएर दिनु गाडी कुरा भन्न भए पनि हुन्थ्यो यस्तो यस्तो बाटोबाट हिँड्नुपर्छ लुटेको भने त छैन हौ छैन राम्रोसँग आउनुहोस् है राम्रोसँग आउनुहोस् यस्तो छ बाटो यता आउनुहुन्छ माताश्री राम्रोसँग झर्नुहोस् यहाँ माइत आउँदा पनि सुख छैन घाँस बोकेर हिँड्न पर्छ माउला आउँदा पनि आमामा चिप्लो टाढा घाँस त्यस्तै थियो ओभरै टाढा भयो कि है चिया पाउर नपायो भने घाँस पाउर त पाइन्छ धेरै टाढा भयो होइन ठिकै छ धेरै टाढा भएपछि अरू नपाए पनि घाँसको भाइ त पाइन्छ र त्यो भनेको धेरै नजिक है नै छैन बाटो यस्तो छ मेरो हालत यस्तो छ म देखाउँदिनँ हाम्रो आमाले भिडियो गर्ने अरे कसरी गरिदिनु लाग्यो है कसरी पो छ ल हिँड हिँड तिमीलाई देखिहाल्छ के तिम्रो भिडियो हेरौँ कि बाटो हेरौँ कि भनौँ त भ्लगमा बाटो हेरौँ कि तिम्रो भिडियो गरौँ कि अर्थभन्दा बाटो पनि खतरा छ भारी पनि ठुलै है छ अब कसरी हो यो ओह्रालो झर्ने राम्रोसँग यहाँ त चिप्लो चिप्लो छ बाटो पनि ल यस्तो ठाउँ छ है त फोन गरौँ भने भिडियो हुँदैन भिडियो गरौँ भने बाटो टेक्न सकिन्न ए फोन हेरौँ भने भिडियो हुँदैन बाटो हेरौँ भने फोन हुँदैन त्यही हो मेरो कुरा त हो के भनौँ त खै नानु बन्द गरौँ भने भिडियो भएन अब हिँड्ने गथन यस्तै हो म देखाइदिन्छु यस्तै हो आफै गएर यस्तै हो रे गाह्रो छ यस्तै हो रे ओ माई गुडनेस म मस्तिर गएको थिएँ तर मैले किन देख्दिनँ के भने साथीहरू के भने यो चिज हो कि म घर आएको त अघि नै हो अब यो मावलोको भिडियोसँग जोड्नेवाला छु यो देखेपछि नखाने कुरा त हुँदै हुन्न कि हुँदै हुन्न खानुपर्छ ल आजको भिडियो पनि के कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नबिर्सिनु अनि अझै कस्तो तरिकाले गराउने भन्नु यस्तो चोकेर खानु कस्तो मजा आउने या वाउ खाने गरी आउनुहोस् यति धेरै हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवादका साथ डु नट फर्गेट लाइक शेयर एन्ड सब्सक्राइब